हामी चाहिँ बेबाट फर्कियो मावली बनाएको है साथीहरू। हामी चाहिँ भाइ अनि यस्तो रहेछ ठाउँहरू चाहिँ राम्रो त राम्रै रहेछ नि। अरू मान्छेहरू त उता पछाडि पनि छ, सबैजना घर फर्किसक्यो। हामी पछि छौँ, भाइहरू आन्टीहरू सबैजना फर्किसक्यो। अब चाहिँ चप्पल हेर्नु त यस्तो बिजोग छ। बाटो त यस्तो छ गाइस। हामी हिँड्दैछु, अझै छ 1 घन्टा 2 घन्टा लाग्छ क्या हो, तर 1 घन्टा मात्र लाग्छ होला। आउनु चाहिँ ओकालो भएको थियो, अहिले जाँदा चाहिँ ओह्राली भएको छ। ओकालो ओह्राली दौड्नु पर्छ के भन्ने जस्तै भयो। तर ठाउँ त गाउँ यस्तै रहेछ, राम्रै रहेछ, ठिकै छ। हाम्रो जस्तै हो, तर यता चाहिँ खनेर रोड बनाएको रहेछ। हामी आएको बाटो अहिले हिँड्दैछौँ। हेलो सम्धि बेज हिँड्दैछौँ बाटो। आउँदाखेरि कस्तो सजेर राम्रो भएर आएको थियो, अहिले त छैन, लात्रुत छैन। यस्तो पो छ त है। तर हिँड्ने बाटो चाहिँ राम्रो रहेछ, टाढा भए पनि। सरर है हो, सबजना चप्पल फुकालेर हिँड्नुपर्ने छैन हो बिजोक। भरे अहिले कति बज्यो? दिउँसोको 4 बज्न लागेछ। हामी कति बजे पुग्ने हो साथीहरू? पानी पर्छ क्या हो, आकाशमा त गुडुङ भन्छ त है। यतादेखि मान्छे आउँदैछ है। ओ भाइ यता हेर न, भाइ आइपुग्यो सबैजना। आओ मामदेन थाम आओ, छिटो आऊ लो, यदो को देंगा सब रावी बेद गई लो। यो रुयो त यार मेरो भान्जा बाबु रोशनी जी। आइपुग्यो यार सबैजना। अब चाहिँ हामी होय जुनको पानी पर्ने बेलामा है भनेर ल हिँड्यो हामी पनि जङ्गलको बाटो। सरर होय हिनिया हा ल हेर्नु सबजना। ठाउँ चाहिँ यस्तो रहेछ क्या, गाउँ बाटो ठाउँ पनि यस्तो। आयो भन्नुपर्ने केटी आन्टी ल बर आयो हामी पनि ल। अब चाहिँ लु खोलाको बाटो आइपुग्यो।
आन्टीको हेर्नु बिजोक अब घर पुग्न लाग्यो रे हामी धेरै छैन धेरै भनेको 20 मिनट 25 मिनट हो स्याउली बजार यता फेरि अघिसम्म रुने बजार थियो अहिले स्याउली बजार भयो घर पुग्यो अब चाहिँ ल यति नै भिडियो चाहिँ